दिनेश सर म्युट हुनुहुन्छ है रेडी भयो चाहिँ आउनु एक मिनट तक बोलेंगे हम उतार क्वेश्चन गरेको नि सुनिन्छ हैन अझै आएन के लेख्नु भएको सर ठिक छ यही अब सुरुवात त्यो दुईजनाको ठिक नभएको के जस्तो लाग्छ एकछिन पोलेको राउन्ड भएको छैन एक मिनट ठिक छ नभए त हामी कहाँ उतातिर जेनेरेटर चलाउँछ बत्ती नआए पनि लाइन पनि छ के हेर्ने भोलि आफ्नो सर्वन क्लास भोलि ओए छिटो सुरु गर न एक मिनट यो माइक कसले गरे एक मिनट ऑन पोलेको अफ भइरहेको छ एक मिनट भैर हावामा रेडियो भयो हृदय मैले एक मिनट था बता दियो अघि हो क्लास लिँदै गरे हुन्छ म देखाउँछु नमस्कार सबैलाई म बुद्धि प्रकाश शर्मा संयोजक राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम नेपाल कृषि अनुसन्धान परिषद अहिले हामी 1 घण्टा 1.5 घण्टाको समय पाएका छौँ यस अन्तर्गत
आलुका विभिन्न रोगहरूको सम्पूर्णमा हामीले त्यसमा प्रकाश पार्न सक्दैनौँ होला, तर सबभन्दा महत्त्वपूर्ण आर्थिक क्षति हुने किसानहरूले समस्या भोगिरहेको आलुमा ज्यादा क्षति गर्ने रोगको बारेमा विस्तृत रूपमा हामी छलफल गर्नेछौँ। र सुरुको अवस्थामा हामीले पावर पोइन्टमा त्यसका लक्षणहरू, त्यसको रोकथामका विषयमा प्रकाश पारिसकेपछि यहाँहरूको मनमा लागेका अरू थप कुराहरू केही छ भने फेरि प्रश्न उत्तरको तरिकाबाट हामीले अगाडि चाहिँ गर्नेछौँ। यो पावर पोइन्टमा के गर्ने फेरि बिर्सेँ मैले है, यो बनाइदिनुहोस् त प्लिज एकैछिन है। यो म पावर पोइन्टमा जान्छु है एकैछिनपछि। त्यसको कर्सर वास्तवमा हामीले रोगको छलफल गर्दैछौँ। यसमा रोग भने के त? बिरुवाको विकास एवं उत्पादनको असामान्य अवस्थालाई रोग भनिन्छ भनेर सोटकरीमा यसरी चाहिँ रोग के हो भनेर चाहिँ जान्न सकिन्छ। तर आलुको सन्दर्भमा यसो हेर्ने हो भने संसारभरि हेर्नुहोस् है, 150 देशहरूमा आलु खेती गरिन्छ र यो संसारभरिमा के रोगहरू लाग्छन् र कुन कुन किसिमको लाग्छन् भन्ने कुरो यसो हेर्दाखेरि त बाली प्रतिकूल वातावरणबाट हेर्नुहोस् है 23वटा रोगहरू हुँदो रहेछन्। खाद्य तत्त्वको असन्तुलनबाट 10वटा रोगहरू रहेछन्। रोगजन्य जैविक तत्त्वहरूको सङ्क्रमणबाट 68वटा रहेछन्। अब यो जैविक भन्नाले हेर्नुहोस् है, ढुसीहरू पनि जैविक भएर पर्यो, ब्याक्टेरिया, अनि त्यो जुका भनिन्छ नि निमेटोड, अनि त्यसको अतिरिक्त भाइरस र माइकोप्लाज्मा गरेर हेर्नुहोस् त 68वटा रोगहरू लाग्दो रहेछन्। त्यसमध्येमा आज जुन हामीले कुराकानी गर्ने गइरहेका छौँ त्यो आलुमा लाग्ने डडुवा रोग हो। यो ढुसी अन्तर्गत पर्दछ। अब डडुवा रोगको बारेमा हामीले भन्नु पर्दाखेरि सामान्यतया बोलीचालीको भाषामा डडुवा रोग भने तापनि आलुको सन्दर्भमा आलु र जस्तो अर्को बाली पनि छ, टमाटर बालीमा 2 प्रकारका डडुवा रोगहरू लाग्दछन्। अब जस्तो पहिले चाहिँ अगौटे डडुवा भनिन्छ, अर्ली ब्लाइट, र अर्को पछौटे डडुवा भनेर लेट ब्लाइट भनेर 2टा डडुवा प्रचलित छन्। यी दुईटै डडुवा रोगहरू दुईटै हेर्नुहोस् त हाम्रा महत्त्वपूर्ण तरकारी बालीहरू अथवा नगदी बाली। अब आलु त अझ तरकारीमा मात्रै सीमित नभएर त खाद्य फुड सेक्युरिटीको लागि पनि आएको बाली पर्यो। टमाटर अझ महत्त्वपूर्ण तरकारी बाली भयो। यी दुवै रोग लाग्दो रहेछ। र यदि हामीले डडुवा रोग पछौटे डडुवा रोगको लागि रोकथामका प्रविधिहरू जान्यौँ भने टमाटर बालीलाई पनि त्यसको व्यवस्थापनलाई सहयोग पुग्न जानेछ। र अब अहिले आज हामीले अगौटे डडुवाबाट तुलनात्मक रूपमा कम क्षति हुने भएकोले आजको यस कक्षामा पछौटे डडुवा रोगबारे विविध जानकारी सहित व्यवस्थापनका बारेमा बढी छलफल गरिनेछ। अब हामी पहिलो जाउँ पछौटे डडुवामा। अब पछौटे डडुवा भन्नुहुन्छ भने त यसो हुन्छ, तराईदेखि उच्च पहाडसम्म आलु जहाँसुकै जति खेती गरिन्छ सबै ठाउँमा यसको डडुवा रोगको सङ्क्रमण देखा पर्दछ, सङ्क्रमण हुने गर्दछ। विभिन्न ठाउँमा विभिन्न किसिमले क्षति हुने पनि गरेको छ। यदि सालाखाला नेपालको 15% चाहिँ डडुवा रोगबाट क्षति हुन्छ भन्ने यदि आकलन गऱ्यौँ भने प्रति वर्ष हेर्नु त 8.5 अरब रुपियाँ बराबरको चाहिँ आर्थिक क्षति चाहिँ एउटा सामान्य एउटा डडुवा रोगबाट मात्रै हुँदो रहेछ। अब क्षतिको कुरा गर्ने हो भने त अब योभन्दा पनि बढी हुन्छ। तर औसत गर्दाखेरि मात्रै पनि हेर्नु त ठुलो धनराशि हाम्रो आलुको डडुवा रोगबाट क्षति भएको हुँदै आएको रहेछ। यसै गरेर अब यो बढी हानिकारक छ, कतिसम्म हानिकारक छ भन्ने कुरा त यसरी हेर्नुभयो भने मैले अगाडि भनिसकेको छु कि यदि रोग सहन नसक्ने जात पर्यो, रोग अनुकूल चाहिँ नि अथवा ढुसी अनुकूल वातावरण भयो भने त यो रोगबाट हेर्नुहोस् त 100% पनि क्षति गर्न सक्छ। त्यसै कारणले कृषकहरू ज्यादा यसमा क्षति भयो भन्ने र व्यवस्थापनको लागि निकै समस्या परेको समस्या कृषकहरूले बताइरहनुहुन्छ। अब रोग कसरी चिन्ने त? मैले चाहिँ अघि नै भने कि यो रोग टमाटरमा पनि लाग्छ र आलुमा पनि लाग्छ। अब लक्षण भन्नुहुन्छ भने यो जुन चाहिँ टमाटरको यो फल जुन देख्नु भएको छ यो रोगी फल हो।
यो ढुसी यही फाइटोप्थोरा अर्थात् यो टमाटर के आलुमा लाग्ने डडुवा रोगको ढुसीबाटै यसो भएको जस्तो लक्षण यसमा देखिन्छ। त्यस्तै आलुमा पनि देखिने हो र दुवै बालीमा यो रोगले निकै क्षति गर्दछ। अर्को लक्षण हेर्नु चाहिँ यहाँ अनुकूल वातावरणमा पातको माथिल्लो सतहमा देखिने थोप्लाको भित्री भाग खैरो एवं सुकेको देखिन्छ भने थोप्लाको बाहिरी भाग हल्का हरियो देखिन्छ। यो चित्रमा यसो हेर्नुहोस् त, त्यहाँ कतिको क्लियर देखिएको छ। अब यहाँ भित्रको भाग चाहिँ नि खैरो कालो जस्तो देखिन्छ, त्यसको वरिपरिको भाग हेर्नुभयो भने अलिकति हल्का हरियो देखिन्छ। यो चाहिँ आलुको पातको माथिल्लो सतहमा हो है, तल्लो सतहको कुरा गरिरहेको छैन, माथिल्लो सतहमा यस्तो देखिन्छ भने अब वातावरण चाहिँ ओसिलो वातावरण छ, घाम पनि नलागेको, सिमसिम पानी परेको दिनमा ढुसीको अत्याधिक विकास भई पातको तल्लो सतहमा थोप्लाको वरिपरि कपासको घेरा जस्तो देखिन्छ। यो चित्रमा हेर्नुभयो भने हामीले जसरी यहाँ भन्यौँ चित्रमा पनि त्यसै देखिन्छ। यो सेतो कपासको चाहिँ जालो जस्तो देखिन्छ। तर यो हेर्नलाई प्राविधिक वा कृषकहरूले हरेक दिन आफ्नो आलुबारीमा जानु पर्यो र तल्लो पातहरू यसो हेर्न पर्यो। तल्लो पातको तल्लो भाग हेर्नुभयो भने यस्तो लक्षण प्रष्ट देख्न सकिन्छ र यसबाट थाहा हुन गयो कि आलुको जुन पछौटे डडुवा भनियो यो त निकै सङ्क्रमण भएछ भन्नेको यी लक्षणका आधारमा सजिलैसँग चिन्न सकिन्छ। पातमा मात्रै यो रोग सीमित रहँदैन। यो रोग त यसरी हेर्नुहुन्छ भने त हेर्नु त यो भर्खरै यो पलाएको आलुको चाहिँ बढ्ने मुना हो, यो डाँठ पनि छ, यो पातको डाँठ हो, यी सबैमा पनि यो रोग छ। यति मात्रै नभएर यो डाँठमा पनि लक्षण देखा पर्छ, कालो देखिन्छ र यसो छुँदाखेरि हल्का केही हावाले पनि पिटिक्क भाँच्न चाहिँ सक्छ। यसरी मुनामा, पातमा, डाँठमा र यो डाँठमा पनि हुने भयो यो सङ्क्रमण बढ्छ र निकै क्षति पुर्याउँछ। यदि विषादी प्रयोग गरिएन, डडुवा रोग सहन सक्ने जात पनि छैन भन्ने अवस्थामा वातावरण अनुकूल छ भने त एक सप्ताहभित्रै निकै क्षति भएर बोटभरू मर्न सक्छन्। र यदि माथि चाहिँ ढुसी प्रशस्त भयो पातमा, मुनामा, डाँठमा भने पानी अथवा शीतको माध्यमबाट ती ढुसीहरू जमिन मुनि पर्छन्। भर्खरै फल्न लागेको ती आलु दानामा सङ्क्रमण भयो भने दानामा पनि यसरी लक्षणहरू देखा पर्छन्। र यसो गर्दाखेरि अब कसरी रोग बढ्छ अथवा यस्तो किसिमको आउँछ भन्दाखेरि हामीले जुन आलुमा गोडमेल गर्छौँ, माटो चढाउँछौँ, माटो चढाउँदाखेरि ध्यान दिनुपर्ने कुरा के भने ती भर्खरै फल्दै गरेका दानाहरू माटोले पुरिदिनुपर्छ, जसबाट कि माथिको ढुसी तलतिर दानामा जान पाउँदैन। यो गर्न अति आवश्यक छ। अब यो वास्तवमा यो रोग कसरी हुन्छ त के हो त? हामी चाहिँ तराईमा, चाहे पूर्व तराई होस् चाहे पश्चिमको तराई होस्, कृषकहरूले प्रायः भन्ने गरेको मैले सुन्छु कि यो के भयो त यो भने होइन पाला पऱ्यो यसपटक, त्यस कारणले आलु त खत्तम भइगयो भन्छ, कसैले तुसारो परेर खत्तम भयो भन्छ, हुस्सु लागेर खत्तम भयो भन्छ। एक हदसम्म चाहिँ ठिकै हो, किनभने हुस्सु लाग्यो, हुस्सु लागेपछि वातावरण अनुकूल भयो, ढुसी त छँदैछ। त्यस कारणले कृषकहरूले वातावरण भयो त्यसै कारणले यो रोग बढ्यो भन्ने कुरा पनि एक हदसम्म ठिकै छ। वास्तवमा वातावरण मात्रले यो रोग हुँदैन। यसको खास कारक तत्त्व के त भनेपछि यसलाई वैज्ञानिक नाम हुँदा फाइटोप्थोरा इन्फेस्टा भन्ने चाहिँ ढुसी हो। त्यो ढुसीकै कारणले गर्दाखेरि यो रोग आउँछ। अब यसो विचार गर्नुहोस् है, मैले यो ढुसी हेर्नु त कस्तो साँच्चैकै चाहिँ यो च्याउ फलेको अथवा अरू कुनै बिरुवा फले जस्तो छ। यो पातको भाग भयो हेर्नुहोस् है, पातको मुनिबाट यहाँ भित्र पनि छ। यो सबै सखा पारेर ढुसी जुन चाहिँ बाहिरतिर देखियो, जुन अहिले लक्षणमा मैले देखाएको थिएँ कि वरिपरि कपासको जालो जस्तो ढुसी देखिन्छ भने यी नै हुन्। यो स्पोरेन्जियो भने ढुसीका भागहरू हुने। यसैको कारणले गर्दाखेरि हामीले चाहिँ कपास जस्तो देख्छौँ। हेर्नु त कस्तो जेलिएर आएको हुन्छ। यो जुन चाहिँ एउटा क्याप्सुल जस्तो ठुल्ठुलो देख्नुहुन्छ यो स्पोरेन्जिया भनिन्छ। यसभित्र ससाना चाहिँ जू स्पोर हुन्छन्। हेर्नु सङ्क्रमण गर्नलाई यसबाट निक्लेको जू स्पोर हो। जू स्पोर एक ठाउँबाट अर्को ठाउँ जानलाई त फेरि वातावरण त्यही ओसिलो चाहिन्छ, धेरै शीत पर्ने, घाम नलागेको, चिसो भयो भने यो बढ्छ। अब ढुसीको एउटा हाँगा मात्रै यसो हेर्नुभयो भने हेर्नुहोस् त, हाँगाबाट निक्लेको यो त्यसो फल
यो त चाहिँ नि यो के जुन खालको कागती हुन्छ नि त्यस्तो खालको पो देखिँदो रहेछ अब हरेक यो एक्सपेरिन्समा 8 देखि 12वटासम्म चाहिँ भित्रतिर जुई स्पोर हुन्छन् अनि त्यो जुई स्पोर निक्लिएर अनि अर्को पातमा सङ्क्रमण गर्छन्। यसरी यसको खास कारक तत्त्व भन्नाले त ढुसी नै भयो यो फाइटोप्थोरा। तर यो फाइटोप्थोरा विकास गरेर आलुलाई एकदमै क्षति गर्नको लागि त वातावरण अति आवश्यक छ। राम्रो वातावरण पायो भने ढुसी बढ्यो अनि सङ्क्रमण गर्यो। अब अलिकति रोगको वातावरणको बारेमा यहाँ अलिकति यहाँले चाहिँ नोट गर्दा अथवा चाहिँ हेर्दा चाहिँ सजिलो होला। 1 नम्बरमा घाम नलाग्ने, रात्रिमा ज्यादा शीत पर्ने, हुस्सु लाग्ने वा सिमसिमे किसिमको वर्षा हुने यस्तो मौसम छ भने यो फाइटोप्थोरा अथवा यो डडुवा रोगको ढुसीको लागि अत्यन्तै चाहिँ नि उत्तम हुँदो रहेछ, निकै बढ्छ। अब वायुमण्डलमा सापेक्षिक आर्द्रता भन्छ नि यो चाहिँ यसमा भएको नमीपना त्यो चाहिँ नि सङ्क्रमणको लागि 80 देखि 95% भयो भने गजबले त्यो चाहिँ वृद्धि गर्न सक्छ। अब खास गरी हामी यहाँ देख्छौँ नि रात्रिको तापक्रम जाने 11 यो प्लस माइनस हुनसक्छ 11 डिग्री सेल्सियस, दिउँसोको तापक्रम जाने 20 डिग्री सेल्सियस अथवा कहिलेकाहीँ 25 डिग्री सेल्सियससम्म पनि वृद्धि हुनसक्छ। यो टेम्परेचरको बिचमा यदि शीत पनि प्रशस्त पर्ने भयो भने रोग चाहिँ बढ्छ। अब डडुवा रोगलाई पटक्कै सहन नसक्ने खालको जात छ भने रोगको सङ्क्रमण व्यापक हुन्छ। हामीले जातहरू सिफारिस गरेका छौँ अनि ती जातहरूमध्ये अहिलेसम्म रोग अलिक ज्यादा सहन नसक्ने कुफ्री ज्योतिलाई मान्छौँ हामीले, यसले सहन सक्दैन। तर कतिपय जातहरू छन् जो कि डडुवा रोग रहन सक्छ गरे सहन सक्छन्। जस्तो अब यसमध्ये अहिलेसम्म जनकदेव जातले चाहिँ डडुवा रोग सहन सक्ने हुन्छ, अलिअलि लाग्छ, उत्पादन राम्रो हुन्छ, अहिले सहेको भन्नुपर्छ। यो रोग चाहिँ नि पानी होइन हावा र बिउबाट सर्दछ। त्यस कारण यो सर्ने केबाट सर्छ भनिसकेपछि पानी हावा र बिउ कसरी सर्छ भनेर यसलाई रोक्ने हामीले चाहिँ उपायहरू अपनायौँ भने यो रोगबाट कम क्षति हुनसक्छ, कम सङ्क्रमण हुनसक्छ। अब अलिकति रोग चक्रमा हामीले हेरौँ। अब यो रोग चक्र हामी कहाँबाट सुरु गर्ने हेर्दा चक्रै चक्र जस्तो देखिन्छ। यसरी हेर्दाखेरि यो बोट ल्याउँ हेर्नुहोस् है, मैले जसरी बताएको थिएँ पातहरूमा ढुसी लाग्यो, त्यो डडुवा लाग्यो, डडुवाबाट बग्दै पानीको माध्यमबाट यहाँ पनि जान सक्छ, यहीँ थोपा थोपाबाट यहाँ आउनसक्छ, आलु दानामा पनि लाग्यो है। यदि पातमा मात्रै छ भने कस्तो देखिन्छ, जसरी मैले पहिले देखाएको थिएँ कि यो पातको माथिल्लो सतह भयो, तल्लो सतह हो यो, किनभने यहाँ स्टोमेटा भन्ने भनिन्छ। ढुसीको जालो यहाँ छ, यसबाट बाहिर निक्लेको योभन्दा पहिलेको यहाँले पर्दैन। यो जालो पहिले देखिसक्नु भएको छ अनि यसबाट जुन त्यो लेमन सेप भनेर कागतीको जस्तोबाट भित्रतिर जुइस स्पोर भयो। यी जुइस स्पोर हेर्नु त यो त्यहाँनिर जस्तो चाहिँ बाहिर चाहिँ स्विमिङ गर्ने यो पौडिन सक्ने, यसको मतलब के हो भने पानीको मात्रा धेरै चाहियो। त्यसबाट निक्लेर हेर्नु त यो पातको माथिबाट गयो, यो चाहिँ यहाँ बस्यो, वातावरण राम्रो पायो, त्यसपछि फेरि हेर्नु त यहाँबाट चाहिँ पलाएर टुसाएर जरा गाडे यहाँ, त्यसपछि यो त्यत्रो यहाँ देखियो। यो साइकल एउटा यो साइकल यसरी देख्नुभयो चक्र। यसमा कुनै चाहिँ नि यो भाले पोथी लागेर क्रस भएर बनेको होइन, यो त वानस्पतिक चाहिँ प्रसारण भयो। त्यसले हेर्नु त एउटाबाट यसरी घुम्दै घुम्दै गयो र रोग सङ्क्रमण भयो। यो त्यतिखेर हुन्छ जुन बेला प्रशस्त तपाईँको चाहिँ तापक्रम पनि कम छ, मौसम चाहिँ सिमसिमे छ, त्यो रोग चाहिँ नि हेर्नुहोस् है रोग सहन नसक्ने जात छ भने यो छिटो छिटो यति छिटो छिटो चक्र हुन्छ कि 1 सप्ताहभित्र तपाईँको बाहिर नै सघा पार्न सक्छ। अब अर्को चक्रतिर जाने। अब यहाँ भएको पातमा भएको ढुसी वर्षाको कारणले यहाँबाट तल आयो हेर्नुहोस् है, अथवा शीतकै थोपाबाट ढुसी यहाँ भर्खरै फल्न आएको आलुमा गयो, यसमा सङ्क्रमण भयो। यो आलुको दानामा पनि ठिक त्यस्तै यहाँ जसरी भएको थियो त्यस्तै स्पोरेन्जिया उत्पादन भयो। त्यसपछि फेरि यो चक्र फेरि यहाँ मिसियो, यसरी पनि भयो। अनि हेर्नुहोस् त अर्को चक्रमा यो हामीले यहाँ ख्याल गर्नुपर्ने कुरा के आयो त भन्नुहुन्छ भने यदि
हाम्रो बिउ डलुवा रोगको सङ्क्रमित चाहिँ बिउको दाना पर्यो, हामीले लगाइदिइहाल्यौँ फिल्डमा है। अनि लगाइसकेपछि केही हदसम्म केही आँखाबाट बिरुवा त निक्लिन्छ, बिरुवा निक्लिएको यति ठुलो हुँदा बित्तिकै तपाईँको सङ्क्रमण भयो, फाटफुत्तै गइहाल्छ। यसको मतलब बिउबाट सर्ने भावनाले हामीले चाहिँ त्यसलाई चेक गर्न सकेनौँ र भर्खरै लगाएर उम्रन के पाएको थियो, डडुवा रोगले सखा पार्न थालिहाल्यो। यसबाट हामी चाहिँ चक्र यसो हेर्नुभयो भने के देखियो त भने यदि बिउबाट सर्ने माध्यम हामीले चेक गऱ्यौँ भने यो सिस्टम यति कमसेकम 2टा तरिकाहरू हामीले चेक गऱ्यौँ, यो त बन्द भइहाल्छ। अब अर्को यसको महत्त्वपूर्ण पक्ष के छ भन्नुहुन्छ भने अब हेर्नुहोस् है, अब एउटै पातमा कहिलेकाहीँ 2 किसिमका चाहिँ ढुसीहरूको प्रजाति मेटिङ टाइप भनिन्छ। हेर्नु भालेपत्ती जस्तो सम्झनुहोस्, एउटाबाट एन्थेरेटिया अर्कोबाट उगोनिया किसिमका 2टा यहाँ हेर्नुहोस् है, यी 2टै चाहिँ यहाँ चाहिँ क्रस भए है, एउटै पातमा थिए। यो क्रस भइसकेपछि त अनि हेर्नुहोस् है, यो ठुलो यसलाई यो उस्पोर भनिन्छ। यहाँ घेरा देख्नुभयो नि, यो यसबाट के बुझ्नु पऱ्यो भने यो ढुसी अब अलि अप्ठ्यारो वातावरण भए पनि बाँच्न सक्छ। यो कहाँ बाँच्न सक्छ? यो जहाँ चाहिँ आलुको दानामा, आलुको यो चाहिँ डाँठमा एवं कहिले त आलु के माटोमा जहाँ आलु लगाएको थियौँ त्यही माटोमा पनि यो बस्न सक्छ। फेरि अब यो त बस्न त माटोमा छँदैछ, अर्को वर्ष फेरि वातावरण चाहिँ अनुकूल पायो भने यहीबाट फेरि त्यो उस्पोरबाट जन्मिन्छ। हेर्नुहोस् है, त्यहाँ फेरि स्पोरेन्जियम यो तयार भयो, यसभित्र जुइस्पोर छन् अनि जुइस्पोर फेरि हेर्नुहोस् यही प्रक्रिया चालु भयो। यसरी यो साइकल यदि हामी कृषक प्राविधिक सबैले बुझ्ने हो भने बिउबाट सर्ने कुराहरू हामी यहीँ रोकथाम गर्नुपर्छ। बिउ रहित रोग रहित चाहिँ बिउ छाने भने हेर्नुहोस् है, यी 2टा कुराहरू चेक गर्न सकिन्छ। अर्को यहाँले देखिहाल्नुभयो, वातावरणलाई केही सुधार गऱ्यौँ भने यिनीहरूको यो चक्रलाई चाहिँ अलिक ढिलो पार्न सक्छौँ हामीले। यी सबै कुराहरू हामीले त्यसको बारेमा बुझ्यौँ भने हरेक चाहिँ ठाउँमा हामीले अब यो विचार गर्नुहोस् अब कहाँ चाहिँ के गर्ने त। ल हेर्नुहोस् है, यही चक्रले हामीलाई सम्झाउँछ कि ढुसी थियो त्यहाँ पहिले, ढुसी भर्खरै किनभने मौसम त्यस्तै भयो, त्यो ढुसीको जीवाणु अर्थात् जुइस्पोर चाहिँ भर्खरै यो पातको माथिमा परेको छ। यही बेलामा हामीले उपयुक्त विषादी छर्यौँ भने यो यहाँबाट पलाउन पाउँदैन। हेर्नुहोस् है, कहाँ हिट गर्ने भन्ने कुरो यही चाहिँ चक्रले हामीलाई चाहिँ सम्झाउँछ कि अब वातावरण बिग्रेको छ, हाम्रो यो डडुवा रोग सहन नसक्ने जात छ भने अब तुरुन्तै यो बेलामा हामी विषादी छर्छौँ। यो विषादी कस्तो भनेपछि हेर्नुहोस् है, यो सम्पर्क किसिमका विषादीहरू हुन्छन्, जस्तो हामीले प्रयोग गरिरहेका छौँ भने म्याङ्कोजेब भनेर, जस्तो इन्डोफिलियम 45 डाइथिन आदि यो म्याङ्कोजेबयुक्त विषादीहरू हो। यो बेलामा हामीले चाहिँ यदि चाहिँ स्प्रे गऱ्यौँ भने बिउ त पातमा के अरे यो ढुसी त नयाँ पातमा परेको थियो, तर हामी यसरी विषादी छर्दैछौँ। यो ढुसी पर्नुभन्दा अगाडि वा मान्यौँ परिहालेको छ भने यो उम्रनुभन्दा अगाडि त्यो विषादीले काम गर्छ र यो बिरुवा के अरे पातभित्र पस्न पाउँदैन। एउटा त राइट टाइम चाहिँ यो भयो। अर्को बिउबाट चाहिँ राख्ने कुरा आयो। अर्को योसित सँगसँगै वातावरणमा परिवर्तन गरेर जे जस्तो यही चाहिँ चक्रभित्र हामीले व्यवस्थापनका कुराहरू चाहिँ सम्झनु पर्छ। अब हामी रोग व्यवस्थापनमा कसरी गर्छौँ, किनभने यो रोग अलिक महत्त्वपूर्ण भावनाले यहाँलाई बुझ्न सजिलो होला कि सबभन्दा कृषकलाई मनपर्ने अथवा चाहिँ धेरै क्षति आर्थिक क्षति नहुने सजिलो उपाय नै यदि हामीले पायौँ कि डडुवा रोग नै नलाग्ने जात पायौँ भने सबभन्दा राम्रो उपाय यही हो। यदि छैन भने पनि विषादीको त प्रयोग गर्नु पर्ला। त्यसो हेर्नु त रोग सहन सक्ने आलुका जातहरू लाउने, भेट्टाएसम्म कुन जात रोग सहन सक्छ भनेर पत्ता लगाएर अनि त्यो काम गर्ने। सामान्यतः हामीले अहिले 8वटा जातहरू सिफारिस भएको छ, उन्मोचन भएको छ। तीमध्ये उल्लेख्य रूपमा डडुवा रोग सहन सक्ने जातहरू भन्नाले जनकदेव, अर्को खुमल सेतो 1 र खुमल रातो 2 र खुमल लक्ष्मी आदि छन्। र सिफारिस गरेका मध्ये अब अलि सहन नसक्ने भने कुफ्री ज्योतिले सहन सक्दैन, तराईमा कुफ्री सिन्दुरीले पनि त्यति सहन सकिरहेका छैन। अब अनि डेजिरे अनि किसानले खेती गरिरहनु भएको काडिन त्यसले पनि सहन सक्दैन, तिनीहरूलाई विषादी छर्न जरुरी छ। अनि अर्को एउटा मैले पहिले नै भनिसकेँ, रोग रहित बिउ आलु मात्र प्रयोग गर्ने अनि सकेसम्म चाहिँ
शुद्ध बिउ र के रोग रहित आलुको बिउ चाहिँ यो प्रयोग गर्ने, रोग अनुकूल वातावरण छल्ने गरी आलु रोप्ने। हेर्नुहोस् है, हामी बाली चक्रमा पहिले नै छलफल गऱ्यौँ। त्यहाँ के देखिया थियो भने अब रोग अनुकूल वातावरण छल्ने भने मतलब त अब जस्तो हामीले हेरौँ है, अब तराईतिर अब खास गरी चितवनलाई उदाहरण लिन सकिन्छ कि तराईमा सबै ठाउँमा प्रायः होला अब हामी कार्तिकमा चाहिँ आलु लाउँछौँ। यदि ढिलो गरेर मङ्सिरमा लगाइदिउँ भने रोग अनुकूलको वातावरण तुरुन्तै पुस माघमा आइहाल्छ, तुरुन्तै आउन सक्छ। त्यसैले यदि कार्तिकको पहिलो सप्ताहमा आलु लगाउने गऱ्यौँ भने सकेसम्म यहाँ व्यवस्थापन गर्न सकियो भने कार्तिक मन्सिर गर्दाखेरि 2 महिनाको हुन्छ 60 दिन भयो। अब मौसम बिग्रिनुभन्दा अगाडि आलुले केही न केही उत्पादन दिन सक्ने हुन्छ। त्यसैले अब यो अनुकूल चाहिँ वातावरण चाहिँ रोग अनुकूल वातावरणमा छल्ने गरी व्यवस्थापन गऱ्यौँ भने हेर्नुहोस् त बिना पैसा अलिकति चाहिँ हामीले रोगबाट चाहिँ मुक्ति पाउन सक्छौँ, प्रयास गर्नुपर्छ। अनि अर्को कुरा यो लगाउँदाखेरि एकदमै धेरै चाहिँ झाँगिने के अरे बाक्लो गरी लगाइयो भने पनि त्यो बिरुवाभित्रको त्यो बारीभित्रको वातावरण चाहिँ ढुसी अनुकूल हुँदो रहेछ र ढुसी बढाउनमा त्यसले पनि सहयोग गर्छ, सहयोग गर्छ। त्यसलाई कम गर्नलाई पनि हामी उपयुक्त दूरीमा लगाउँदा केही हदसम्म गर्न सकिन्छ। अर्को यसरी हामीले यसरी हेर्न सकिन्छ होला कि डडुवा रोग सुरु भए नभएको थाहा पाउन हरेक दिन आलुबारी निरीक्षण गर्ने। यो महत्त्व कृषकले प्राविधिकले गर्ने महत्त्वपूर्ण कार्य रहेछ। कहिलेकाहीँ हामीले छलफलमा हामीले भनिसक्यौँ कि 1 सप्ताहमा पनि सक्न सक्छ है तपाईँको बारी भन्ने कुरो थाहा पाइसकेपछि कहिले सुरु गर्यो, सुरु गर्दैछ कि छैन भन्नको लागि एकदम यो हरेक दिन नभए पनि 1 दिन बिराएर भए पनि आफ्नो आलुबारीमा विशेष रोग छ कि छैन, सुरुवात भयो कि भएन जान्न जरुरी छ। अर्को कुरा वातावरण फेरि सम्झौँ कि पानीको मात्रा धेरै चाहिन्छ है रोग बढ्नलाई भनिसकेपछि पानी नजम्ने गरी निकासको उचित व्यवस्था मिलायो भने पनि रोगको सङ्क्रमण केही घटाउन सक्छौँ। अब हामीलाई के लाग्छ भने जति सिँचाइ दियो उत्पादन चाहिँ त राम्रो हुन्छ भन्ने धारणा छ, आलुलाई सिँचाइ पनि चाहिन्छ। तर त्यही भन्दैमा तपाईँको चाहिँ अब आलु तराईमा 70 दिन चाहिँ 80 दिन भइसकेको छ। अब 15-20 दिनपछि त अब खन्ने बेला हुन्छ भनिसके त्यस्तो अवस्थामा चिस्यान फेरि अरू हामीले चाहिँ सिँचाइ गरिदियौँ भने रोग अझ बढ्न सक्छ, दाना भने फैलन सक्छ। त्यसै कारणले माटोमा चिस्यानको मात्रा हेरेर कहिलेकाहीँ सिँचाइ गर्न नगर्ने अब बन्द गर्नुपर्छ भन्ने यो पनि जानकारी हामीलाई हुनै पर्ने चाहिँ हामीले देख्छौँ। त्यसै गरेर हेर्नुहोस् है, ढुसीको जीवाणु जाने जीवाणु आलु दानामा जान नपाउने गरी पर्याप्त उकेर लाउने। यसलाई हेर्नुहोस् है, हामीले देखिहाल्यौँ भने योभन्दा पहिले यो चाहिँ रोग चक्रमा जुन हामीले हेऱ्यौँ कि आखिर चाहिँ ढुसी पहिले माथि पातमा थियो, डाँठमा थियो, त्यही चाहिँ झरेर त्यो चाहिँ दानामा पुगेको हो। त्यस कारण दाना पुग्न नदिनलाई यदि हामीले माटो उकेर राम्ररी दियौँ भने अलिकति त्यो माटोले पनि उता दानामा चाहिँ सङ्क्रमण गर्न रोक्छ र सङ्क्रमण चाहिँ बढ्न सक्दैन। यो कुरो बाली जस्तो भने बाली तयार हुनुभन्दा अगाडि 15 दिन अगाडि माटोमा दाना यथावत छोडी सम्पूर्ण बोट उखेली जलाउने व्यवस्था गऱ्यौँ भने डाँठको जीवाणुहरू पनि नष्ट हुन्छ र दानामा सङ्क्रमण पनि बढ्न पाउँदैन। क्या सर भाउजू मान्छे आउनुहुन्छ कहाँ सर यहाँ हो अझै पछाडि आउनुहुन्छ। अब यो अझ खास गरी बिउ उत्पादन गर्ने कृषकहरूले यो जुन चाहिँ बाली तयार हुनुभन्दा 15 दिन अगाडि के अरे आलुको दाना माटोमा छोडेर बोटहरू निकाल्ने प्रक्रिया अति महत्त्वपूर्ण कुराहरू हो। यो रोग व्यवस्थापनको लागि र बिउमा रोग नजान दिनको लागि पनि गर्नुपर्ने प्रक्रिया हो। यो सबैले यो चाहिँ लागू गर्नै पर्छ। अब जात भएसम्म त जात प्रयोग गर्ने हो, डडुवा रोग सहन सक्ने जात अथवा लाग्दै नलाग्ने जात।
तर अहिले हामी कृषि हाम्रो आलु अनुसन्धान कार्यक्रमले केही जातहरूको विकास पनि गरेको छ। अहिले सबै कृषकहरू कहाँ त्यो पुग्न सकेका छैन, तर हामीले केही केही लक्षणहरू यस्तो पाएका छौँ कि अन्तर्राष्ट्रिय आलु केन्द्रबाट एउटा कुनै जात ल्याउँ लेट ब्लाइट रेसिस्टेन्ट भनेर, अनि हाम्रा कृषकहरूले मन पराएका जात कार्डिनल डेजिरेसँग क्रस गर्दाखेरि सफलतापूर्वक केही जातहरू हामीले पायौँ। जस्तो कि भनौँ न, कृषकले मन पराउने जात त ज्यादा जस्तो रातो रङ भएको हुनुपर्ने, खास गरी कार्डिनल र डेजिरेलाई धेरै मन पराउनुहुन्छ। त्यसैले दुवैलाई मिलाएर हामीले चाहिँ क्रसहरू गऱ्यौँ। गर्दाखेरि अब केही जातहरू विकास गरेका छौँ जसमा रातो पनि देखिन्छ, अलि लाम्चो पनि छ, डडोरो पनि लाग्दैन, उत्पादन पनि राम्रो छ। र ती जातहरूको व्यापक रूपमा वृद्धि गरेर किसानसँग पुर्याउन सक्यौँ भने सायद केही वर्षलाई हामीले विषादी नै छर्नु पर्दैन। अब यदि हाम्रा जातहरू त अब त्यो विकसित भएर कृषक कहाँ पुग्न समय लाग्ला, तर अहिले तत्कालीन रूपमा हामीले के गर्यौँ भने विभिन्न जातहरू विभिन्न विषादीहरू हामीले प्रयोग गऱ्यौँ। जस्तो यहाँ देख्नुहुन्छ, यो प्लटमा विषादी नछरेको प्लट हो, सखा भयो, यो प्लटमा चाहिँ विषादी छरेको हो। र यसरी विषादीबाट रोक्दाखेरि हामीले ध्यान दिनुपर्ने कुरा के रहेछ भने सबै आलुका जातहरूमा एउटै मात्रामा चाहिँ विषादी प्रयोग नगर्दा हुन्छ। जस्तो विषादी धेरै पटक कति पटक प्रयोग गर्ने भन्ने कुरा आलुको जातमा भर पर्ने हामीले देख्यौँ। जस्तो उदाहरणलाई भन्नुहोस्, यो प्लट चाहिँ नि कुफ्री ज्योति लगाएको प्लट हो, अनि क्रमशः अरू 2 स्प्रे 4 5 6 स्प्रे गरेका थियौँ। यति क्षति हुँदो रहेछ। यहीँ नजिकै यो चाहिँ नि जनकदेवको स्ट्रिप हो, जनकदेवमा पनि गरेका थियौँ त्यस्तो। जनकदेवमा गर्दाखेरि के देखियो भन्नुहुन्छ भने यदि कुफ्री ज्योतिमा 6 पटक चाहिँ छर्नु पर्यो भने जनकदेवमा त 3 पटक छर्ने पनि भइहाल्ने। भन्दाखेरि जनकदेव जात अलिकति मध्यम स्तरको रोग अवरोधी भाव हुनाले कम विषादीले पनि भयो। यसरी जात अनुसारको विषादी प्रयोग गर्ने र विषादीमा पनि कुन विषादी राम्रो भनेर हामी अनुसन्धान गऱ्यौँ। गर्दा के पायौँ भने कृषकहरूले अत्यधिक रूपमा प्रयोग गर्ने 2टा विषादी छन्। एउटा त म्याङ्गोजेब विषादी हो, अर्को चाहिँ नि क्रिलेक्सिल भनेर क्रिनोक्सिल गोल्ड होइन, मेटालेक्सिल भएको, अनि तराईतिरका सायद मेटको भनेर पनि प्रयोग गर्नुहुन्छ होला, जसमा मेटालेक्सिल छ। ती विषादी यहाँ मैले परीक्षणमा प्रयोग गरेको थिएँ। यसमा कि क्रिनोक्सिल गोल्ड पनि प्रयोग गरेका थिएँ। क्रिनोक्सिल गोल्डले यसले रोकथाम गर्न सकेन। अब विभिन्न कारण हुन सक्दा रहेछन्, सकेन। अब के गर्ने त? हाम्रो अनुसन्धानले के देखायो भन्नुहुन्छ भने ढुसी आफैले पनि नयाँ नयाँ जाति उत्पन्न गरिसकेको अवस्थामा यो मेटालेक्सिल युक्त विषादीले काम गर्दो रहेनछ। त्यसैले अब हामीले छान्दाखेरि के देख्यौँ भन्नुहुन्छ नि, हेर्नुहोस् है, इन्डोफिल भनेर डाइथिनियम कुनै यो 2.5 ग्राम प्रति लिटरका दरले घोल बनाएर 30-50 लिटर प्रति रोपनी वा 20 देखि 30 लिटर प्रति कट्ठा हो। यहाँ भन्न छुटेछ, यो प्रति कट्ठा हो। यहाँ भन्नुपर्ने के हो भने हामी कृषकहरू अथवा चाहिँ के गर्छौँ भने विषादी प्रयोग त गर्ने, तर थोरै पानीमा विषादी राखेर 1 टङ्कीले 1 रोपनी अथवा कट्ठा पुर्याउने जस्तो गर्छौँ। त्यो कुराले अलिक पुग्दो रहेनछ। हामी के गर्नु पर्यो भने त्यो यो जुन 1 लिटरमा 2.5 ग्राम जुन कुरो आयो त्यस हिसाबले जति चाहिँ पानीमा त्यो विषादी लाग्छ त्यस अनुसार घोल बनाउने र बोटको तल्लो भाग पातहरूको ढुसी त पातको तल्लो तहमा हुँदो रहेछ, त्यसमा समेत पर्ने गरी निथ्रुक पारेर भिजाएर यदि विषादी छरियो भने प्रभावकारिता देखिँदो रहेछ। यदि जस्तो म्याङ्गोजेब छर्यो, म्याङ्गोजेब त अब यो सम्पर्क विषादी हो। अब ढुसीको त्यो जीवाणु तल्लो पातमा परिसकेको छ, सम्पर्क विषादी हो, माथि माथि छर्यो भने त त्यसले त रोकथाम गर्दैन। यस्तो अवस्थामा तपाईँले बोट भिज्ने गरी छर्नुपर्छ। र अब खास गरी हेर्नु यो पनि 7 दिनको अन्तरमा 3-4 पल्ट पनि यो सामान्य कुराहरूमा हो। तर कहिलेकाहीँ के देखियो भने अब यी कुरा हरेक कुराहरू चाहिँ यहाँले राख्नुपर्छ।
कि रोग के अरे जात कस्तो हो, मौसम कस्तो छ, त्यसअनुसार 7को सट्टा चाहिँ 8 पटक हुनसक्छ। अथवा मौसम त्यस्तो चाहिँ कडा घाम लाग्ने छ, हुसु नलागेको छ भने कम गर्दा पनि हुन्छ। यसरी यो कृषकहरूले विषादी प्रयोग गर्दाखेरि यो ध्यान दिनुपर्छ। र कहिलेकाहीँ तपाईँको हुसु लागेको अवस्था छ, पानी पर्ला पर्ला सिमसिम पनि छ तर डोडुवा रोग देखिसकेको छ भन्ने अवस्थामा यहाँहरूले विषादी माथिको प्रयोग गर्दाखेरि विषादीको प्रभावकारिता बढाउनलाई त्यो स्टिकर भन्ने हरेक एग्रोभेटरमा पाइन्छ, त्यसलाई चाहिँ तिनीहरूको दिएको मात्राअनुसार यो स्प्रेको घोल बनाउने बेला यो मिसाएर छर्नुभयो भने तुरुन्तै बिरुवामा यो टाँसिन्छ, विषादी टाँसिन्छ र विषादीको प्रभावकारिता बढ्छ। अब जस्तो अहिले कुरा भयो कि चाहिँ यो मेटलेक्सिल युक्त विषादीहरू, क्रिल्याक्सिल, मेटको आदि विषादीहरू छ भने 1.5 ग्राम प्रति लिटर पानीका हिसाबले घोल बनाउने र 30 देखि 50 लिटर प्रति रोपनी अथवा 20 देखि 30 लिटर प्रति कट्ठाका दरले चाहिँ घोल बनाएर छर्ने। तर कति पानी लाग्छ भन्ने कुरा त्यो बोटको कत्रो आकारको छ त्यसमा भर पर्ला। तर एउटा जानकारी के राख्नु पर्यो भने कि बोट चाहिँ नि ढुसी तल्लो पातमा यसरी बस्या हुनसक्छ। म्याङ्गो जेब छ भने त्यसलाई चाहिँ पुरा नेतृत्व भिज्ने गरी यो विषादी प्रयोग गर्नु पर्दो रहेछ भन्ने कुरा चाहिँ यहाँ मनमा राखिराख्नु पर्यो। अनि अर्को कुरा मेटलेक्सिल अवरोधी हेर्नुहोस् है, ढुसीका जातहरू प्रजातिहरू को विकास भएको अवस्थामा यो विषादी प्रभावकारी नहुन सक्छ। हामीले के देख्यौँ भने विगतका वर्षहरूमा सर्लाही, सुनसरी, चितवन अनि काठमाडौँ उपत्यका लगायतका ठाउँहरूबाट ढुसीहरू ल्याएर त्यसलाई अनुसन्धान गर्दाखेरि मेटलेक्सिल अवरोधी ढुसीका ती प्रजातिहरू पनि भेटिए। यस्तो ठाउँमा छ भने मेटलेक्सिलको सट्टा अर्को विषादीहरू जस्तो एक्रोबेट अथवा सेक्टिन नामक विषादीहरू छर्न सकिन्छ। र अब यो यहाँले बुझ्नुपर्ने मेटलेक्सिल अवरोधी चाहिँ ढुसीका प्रजातिहरू पनि विकास हुँदै गरेको भए हुनाले अब मेटलेक्सिल विषादीको सट्टा एक्रोब्याट अथवा सेक्टिन हामीले चाहिँ वैकल्पिक विषादीको रूपमा उपयोग गर्नु अब पर्छ। अब त्यसको लागि अब रासायनिक हिसाबले भन्ने हो भने त एक्रोब्याटको डाइमेथोमर्फ भन्ने हो खास केमिकल। अब बजारमा एक्रोब्याटको सट्टा अन्य नाममा पनि आएका हुन सक्छन्, तर यहाँहरू प्राविधिकहरूले डाइमेथोमर्फ भएको छ कि छैन भन्ने कुरा हेर्नुपर्छ। यसै गरेर फेनामिडन भन्ने छ। फेनामिडन मात्रै नभएर सेक्टिनको रूपमा चाहिँ आएको हुन्छ। जसरी कृषकहरूलाई थाहा भयो, प्राविधिकहरू हामी सबैलाई थाहा भयो कि सेक्टिन उपयोग गर्ने भनेको छ, अनि मेटलेक्सिल चाहिँ को सट्टा अर्को प्रयोग गर्ने भनेको छ। यदि हामीले सेक्टिन लियौँ भने त्यसमा त्यो क्रिनोक्सिल गोल्ड जस्तै मेटलेक्सिलको सट्टा फेनामिडन हुन्छ र अर्को अलिकति म्याङ्गोजेब पनि हुन्छ। यसरी हामीले यो मेटलेक्सिललाई हटाइने हेर्नु, त्यसबाट फेनामिडन भन्ने केमिकल भएको सेक्टिन प्रयोग गर्यो। यो गर्दा दुवै हेर्नुहोस् है, एक्रोब्याट र सेक्टिन लगभग दुइटै बराबर चाहिँ प्रभावकारी छन्। तर आर्थिक दृष्टिकोणले यसो हेर्ने हो भने यो सेक्टिन चाहिँ एक्रोब्याटभन्दा सस्तो छ। त्यसैले हामी सेक्टिन चाहिँ प्रयोग गर्नलाई सिफारिस गर्दछौँ। यसको लागि 10 दिनको अन्तरमा 3-4 पटक छरेमा चाहिँ प्रभावकारी नियन्त्रण हुन्छ। अब अर्को यसरी हेर्नुभयो भने यो विषादीहरू महँगो छ। अब यहाँ हामीले हेर्ने कुरा के आयो भने म्याङ्गोजेबयुक्त विषादी अब तपाईँहरू सबैलाई थाहा होला, लगभग 300 रुपियाँ प्रति किलो पर्छ त्यो म्याङ्गोजेबयुक्त विषादी भने एक्रोब्याट त लगभग 4000, सेक्टिन 3000 रुपियाँ चाहिँ किलो पर्छ। यिनीहरू महँगा भए तर प्रभावकारी छन्। त्यसैले यो अलि आर्थिक दृष्टिले पनि विचार गर्न हामीलाई जरुरी छ। 2 स्प्रे म्याङ्गोजेबयुक्त विषादी र 2 स्प्रे उपरोक्तका विषादी भन्नाले एक्रोब्याट र सेक्टिन मध्ये एउटा आलो पालो छरेमा डोडुवारोगको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ। हामीले यदि मध्यम स्तरीय आलु जस्तो रोग सहन सक्ने जात लगायौँ भने 4 स्प्रेले यसलाई रोकथाम गर्न सक्दो रहेछ। यसको लागि चाहिँ पहिलो स्प्रे गरिदिने त्यो यो सिस्टमिक दैहिक किसिमको विषादी
अनि दोस्रो फेरि चाहिँ सम्पर्क विषादी, तेस्रो दैहिक, चौथो गएर चाहिँ तपाईँको सम्पर्क किसिमको विषादी छर्यो भने आलु तबसम्म दाना लागिसकेको हुन्छ। केही खानुपर्ने अवस्था आयो भने पनि लास्टको चाहिँ के अरे सम्पर्क किसिमको विषादी भएको हुनाले त्यसमा चाहिँ अवशेषहरू चाहिँ कम भएको हुनसक्छ। यसरी हामीले 4 स्प्रे मात्रै मध्यम स्तरीय रोग सहन सक्ने जातको चाहिँ आलु लगायौँ भने धेरै विषादी प्रयोग गर्न पर्दैन र आर्थिक पनि चाहिँ हाम्रो कम चाहिँ क्षति हुन्छ। अब म यहाँहरूलाई प्राय कृषकहरूलाई र प्राविधिकहरूलाई अब कुन बेला विषादी छर्ने कि नछर्ने भन्ने केही आधार होला नि, कसरी जान्ने भन्ने कुरामा यहाँ अलिकति मलाई यहाँ नेपाली बनाउन चाहिँ अलिकति समय लाग्यो, तर म यहाँ पढेर सुनाउँछु। यो एउटा डिएसएस भनेको के हो भने डिसिजन सपोर्ट सिस्टम हो। यो भने कृषकहरूलाई यो विषादी छर्नुपर्छ पर्दैन त अब भन्ने एउटा निर्णय गर्नलाई अलिकति सहयोग दिन्छ कि भन्ने अर्थमा यो बनाइएको हो र मलाई लाग्छ यसले केही सहयोग पुग्छ यहाँहरूलाई। जस्तो भन्नुहोस् है, अब के आधार लिनुपर्छ त विषादी छर्ने कि नछर्ने भन्ने जान्नको लागि। जस्तो एउटा आलुको जात हेर्नु पऱ्यो। अनि जात हेर्दाखेरि अब प्राविधिक हुनुहुन्छ भने कृषकलाई सोध्नुहोस् कस्तो कुन खालको जात लगाउनु भएको छ, आसपासमा के लगाएको छ भन्ने हुनसक्छ। जस्तो भेराइटी ससेप्टेबल भन्नाले रोग सहन सक्ने जात यदि छ भने त्यसलाई स्कोर अगाडितिर यहाँ दिनुपर्छ। यहाँ स्कोर चाहिँ नि हेर्नुहोस् है, रोग सहन के भेरी ससेप्टेबल भनेको रोग सहन नसक्ने जात भने 3 नम्बर दिनुहोस्। यदि लगाएको छ होइन जात चाहिँ नि सामान्य किसिमको छ, जस्तो मैले भन्ने जनकदेव जस्तो ससेप्टेबल भनेर त्यो छ तर कम्प्लिटली रेसिस्टेन्ट पनि छैन भने 2 नम्बर दिनुहोस्। अनि यदि रेसिस्टेन्ट जात छ, रोगै नलाग्ने जात छ भने 1 नम्बर दिनु। त्यसै गरेर वातावरण कस्तो छ त, वातावरण चाहिँ सिमसिमे अब वर्षा भइरहेको अवस्था छ भने 3 नम्बर दिने। त्यसपछि अलिअलि मात्रै छ, थोरै पानी पर्छ, बिचमा घाम लाग्छ भन्ने खालको त्यस्तो छ भने 2 दिनुहोस्। होइन वातावरण बिल्कुल सुक्खा छ त, वर्षा पनि छैन, हुस्सो पनि छैन भने चाहिँ 1 नम्बर दिनुहोस्। अनि बालीको अवस्था कस्तो छ त, ग्रोथ एन्ड फ्लावरिङ भनेको क्या बढ्दैछ, फुल्ने अवस्थामा पुगेको छ, भर्खर फुल्ने अवस्था आइसकेको छ भने 2 नम्बर दिनुहोस्। अर्को अवस्थामा त्यसपछि अनि मेच्युरिटी भनेको छ भने अब त मैले अघि नै कुरा भइसकेँ है, 70 दिनसम्म आइसकेको छ भने त अब हेर्नुहोस् है यसको स्कोर जम्मा 1 आयो। त्यसपछि एमाउन्ट अफ लेट ब्लाइट इन एन्ड एराउन्ड द फिल्ड हो। हेर्नुहोस् है, एकजना कृषकले लगाउनु भएको छ राम्रो जात, तर नजिकमा अरू कृषकहरूले लगाउनु भएको छ, तिनीहरूमा चाहिँ कुनैमा अलि चाँडै लगाउनु भएको थियो होला, डोडुवाले खतम पारेको छ, वरिपरिको वातावरण त्यस्तो छ है। त्यस्तो अवस्थामा चाहिँ अरू सबै ठाउँमा एकदम ब्लाइटले खतम पारेको छ है वरिपरि भने 3 नम्बर दिने। अनि अलिअलि त अरूको बारीमा पनि छ, छिमेकीको बारीमा पनि भने चाहिँ 2 नम्बर दिने। अनि होइन छिमेकीमा पनि रोगै आएको छैन भने 1 नम्बर दिने। अब 5औं नम्बर हेर्नुहोस् है, डेज सिन्स द लास्ट फंगिसाइड एप्लिकेसन। अनि सोध्नु पऱ्यो कति दिन भयो तपाईँहरू विषादी छरेको कि छर्नु भएको छ कि छैन भनेर किसानले यदि भन्नुहुन्छ होइन 14 दिनभन्दा बढी नै भयो भनेपछि 3 नम्बर दिनुहोस्। अनि यसै अब 8-10 दिन 12 दिन भयो होला भन्नुहुन्छ भने चाहिँ 2 नम्बर दिनुहोस्। अनि भर्खरै 3 दिन भयो 4 दिन भयो यो विषादी छरेको त भन्नुहुन्छ भने 1 नम्बर दिनुहोस्। हेर्नु त तपाईँहरू स्कोर दिनुभएको छ है सिचुएसन अनुसार। अब रेसिस्टेन्ट भेराइटी प्रयोग गरेको छ कि ससेप्टेबल छ नम्बर आयो। त्यसपछि वातावरण कस्तो छ, वर्षा भयो धेरै वर्षा भएको, थोरै वर्षा, सुक्खाको लागि नम्बर दिनुभएको छ। हेर्नु त यसरी सबै जोड्नु भएको छ। यसले सबभन्दा बढी नम्बर कति पाउला भन्नुहोस्। अब यी मानिलिनुहोस् चाहिँ एकदमै चाहिँ रोग लाग्ने जात प्रयोग गरेको 3 नम्बर पाएको छ। अब वर्षा पनि चाहिँ भइरहेको छ 3 नम्बर पायो। अब अझ दाना लाग्ने अवस्था भर्खरै चाहिँ ट्युबराइजेसन हुँदैछ 2 नम्बर पायो। त्यसपछि वरिपरिका के अरे छिमेकीहरूको बारीमा पनि चाहिँ अब रोग चाहिँ प्रसक्त छ 3 नम्बर पायो। अनि विषादी छरेको पनि 15 दिन भइसक्यो अथवा छरेको छैन 3 नम्बर पायो। जोड्नु त कति भयो यहाँ त 3, 3, 6, 7, 8, 9, 10, 11, 14 नम्बर म्याक्सिमम भयो है। अनि यदि 1, 2 पायो भने कति हुन्छ। यसरी अब
यो सबै चाहिँ वातावरण सबै एउटा नोट गरेर एउटा प्राविधिकले जोडेर हेर्दा के हुन्छ है हेर्नु है। अब रेकमेन्डेसन दिनु पऱ्यो नि, लो जेटी साहब अथवा जेटिए बाबु जेटी साहब प्राविधिक अलिकति लो नभर्नु त विषय छर्नु पर्ला कि नपर्ला भन्दाखेरि रेकमेन्डेसन हेर्नु त। इफ टोटल स्कोर 5 आयो भने अहिले आवश्यकता छैन है, विषादी अलि चाहिँ तुरुन्तै छर्नु पर्दैन भन्न सकिने भयो। किन देख्नुभयो नि रेस्टुरेन्ट भेराइटी लगाएको छ, ड्राई वेदर छ है, छिमेकीमा पनि चाहिँ डडुवा छैन भन्ने अवस्थामा भयो भने यो सिफारिस गरियो। यदि त्यो स्कोर 6 देखि 9 सम्म आयो भने चाहिँ नि यहाँ चाहिँ कन्ट्याक्ट फन्जिसाइड भनिया छ। अनि अर्को 10 देखि 14 भने त धेरै आइसक्यो, यसको मतलब अझ कडा विषादी छर्नुपर्छ भन्ने अर्थमा यो आएको हो। तर जनरल हिस्मा चाहिँ नि अहिले दुवै कुराहरू आएको छ। यो सिस्टमिक फन्जिसाइडलाई अलिकति अर्ली गरे पनि हुनसक्छ, पछाडि पनि हुनसक्छ। तर यो सिस्टममा के गरिएको छ भने भर्सक चाहिँ विषादीको मात्रा चाहिँ नपरोस् भनेर मेन्कोजिब जस्ता विषादीहरू सम्पर्कका विषादीहरू हुन्, तिनीहरू प्रयोग गर्ने भनेको। अब व्यापक रोग भइसकेको छ भने त अब हामीले एक्रोब्याट अथवा सेक्टिन जस्ता विषादीहरू प्रयोग गर्ने भन्ने कुरो यसले चाहिँ सिफारिस गर्यो। यो निर्णय गर्ने होइन प्रणाली भनौँ होइन, निर्णय गर्ने प्रणाली यो किसिमको एउटा प्र्याक्टिसको रूपमा आएको छ। मलाई लाग्छ प्राविधिकहरूले यो प्रयास गरेर गर्नुभयो भने सायद एकदमै उपयोगी हुनसक्छ। यो प्राविधिक मात्रै होइन, हरेक कृषकहरूलाई पनि काम लाग्छ, किनभने हरेक फिल्डमा प्राविधिक पुगिराख्यो हुनुहुन्न। कृषकहरू आफैले पनि यो कुराहरू अपनाएर यो विषादी कम गर्न र डडुवा रोग रोकथाम गर्न सकिन्छ। योभन्दा पहिले मैले सुरुमा डडुवा भने अनि अगौटे र पछौटे भने। पछौटे डडुवा अलिक महत्त्वपूर्ण भएको हुनाले मैले अगाडितिर कुरा धेरै छलफलमा ल्याएँ र सँगसँगै यो डडुवालाई पनि छोड्न चाहिँ मिल्दैन, किनभने यो पनि बिउबाट पनि सर्न सक्छ, अर्को पातमा पनि लाग्छ। त्यसैले यसलाई पनि चाहिँ हामीले हेर्न त पर्छ। कहिलेकाहीँ कुनै अवस्थामा ज्यादा क्षति भएको पनि छ, तर डडुवा रोगको तुलनामा यो त्यति महत्त्वपूर्ण नभए हुनाले अलिकति ओझेलमै परेको छ अहिलेसम्म। अब यो कसरी चिन्ने भन्दाखेरि यो वास्तवमा कृषकहरूलाई पनि पातमा लाग्ने थोप्ले त हो, तर विभिन्न किसिमका थोप्ले रोगहरू पातमा लाग्छन्। त्यसमध्येमा यो चाहिँ नि अगौटे डडुवा भनेको त अल्टरनेरिया ब्लाइट भनिन्छ यसलाई पनि। जसरी मैले भने यो टमाटरमा पनि लाग्छ, आलुमा पनि लाग्छ। यस्तो अवस्थामा पातमा हेर्नुहोस् है, यो पात तलतिर हेर्नु छ भने यो घेरा घेरा जस्तो यस्तो घेराहरू देखिन्छ। यो घेरा अनि यस्तो पनि देखिन्छ, यस्तो पनि देखिन्छ। कहिलेकाहीँ चाहिँ जात अनुसारको ठिक्कै यस्तै किसिमको घेरा चाहिँ नभएको हुनसक्छ, तर केही घेरा भन्ने चाहिँ देखिन्छ। अब सुरुको अवस्थामा घेरा हेर्नलाई चाहिँ हामीले अप्ठ्यारो पर्छ, तर अलि ठुलो विकसित अवस्थामा चाहिँ घेरा हेरिन्छ। अनि घेरा देखिएपछि वरिपरि सबै बढ्दै जाँदाखेरि चाहिँ पातै डढे जस्तो देखिन्छ। यो चाहिँ अगौटे डडुवा रोगको लक्षण हो। अब यो खास गरी चाहिँ प्रशस्त घाम लाग्ने ठाउँ र हामीले यदि सन्तुलित मात्रामा विषादीहरू प्रयोग गरेनौँ, के यो रासायनिक मलहरू प्रयोग गरेनौँ भने पनि कमजोर अवस्थामा पनि यो रोग चाहिँ ज्यादा लाग्न सक्छ। तर यसको क्षति भन्ने हो भने त्यति उल्लेखनीय धेरै छैन, बढीमा 10% 15% ठाउँ हेरेर हुनसक्छ। अब यसलाई रोकथाम कसरी गर्ने त? यो रोकथामको लागि मैले यहाँ भने सन्तुलित रूपमा मल प्रयोग गर्ने, रासायनिक मलहरू। त्यस्तै यो अरू चाहिँ सोलेनेसी परिवारका यो भन्टा, टमाटर, यो चाहिँ त्यो आलु होइन, अरू जस्ता बालीहरू भर्सक चाहिँ त्यो बाली चक्रमा प्रयोग नगरिकन 2 वर्षको बाली चक्र अपनाउने। अनि अरू कुरा बाली खनिसकेपछि रोगी बोट बिरुवाहरू जलाई नष्ट गर्ने, यो सबै रोगहरू रोकथामको लागि गरिने एउटा उपायहरूमध्ये हो। विषादीको हकमा रोगबाट उल्लेख्य क्षति हुने देखिएमा, खास गरेर कुनै ठाउँमा त लाग्न सक्छ, त्यस्तो अवस्था पऱ्यो भने एन्ट्राकोल 2% को घोल भन्ने यहाँ सजिलो बनाइदिएँ मैले। 2% भने 1 लिटर पानीमा 20 ग्राम हालेपछि 0.2% को घोल बन्छ। 1 लिटरमा 20 ग्राम 2 ग्राम 1 लिटर पानीमा 2 ग्राम विषादी हाल्यो भने पोइन्ट हो या 0.2% को घोल बन्छ। अनि यसै गरेर
क्लोरोथ्यालोनिल भन्ने पनि विषादी पाउँछ। यो विषादी रासायनिक यो खास नाउँ हो। यसका व्यापारिक नाउँहरू विभिन्न हुन सक्छन् र यहाँले याद गर्नु पऱ्यो क्लोरोथ्यालोनिल भएको विषादी छ भने पनि यो 1.5 ग्राम पर्छ है। 1.5 ग्राम प्रति लिटर पानीमा घोल बनाएर छर्ने। त्यस्तै गरी यो ब्लाइटक्स 50ले पनि काम गर्छ। आजभोलि त हेर्नुहोस् यो अर्ग्यानिक आलु खेती गर्ने भन्ने पनि आएको छ। अरू विषादीको सट्टा यो ब्लाइटक्स 50लाई चाहिँ कमसेकम मान्यता दिएको छ। यो किनभने डोडुवा रोगबाट त बचाउनु त परिहाल्यो, कुन ठिक छ भने कमसेकम ब्लाइटक्स 50 यो कपर अक्सिक्लोराइडको विषादी हो। यो पनि 2.5 ग्राम प्रति लिटर पानीको दरले चाहिँ हामीले घोल बनाएर छर्न सकिन्छ। भन्दाखेरि अब 10-15 दिनको अन्तरमा 2 देखि 3 पटकसम्म छरेमा यो जुन चाहिँ अगौटी डडुवा रोग भनेर भनियो त्यस्तोलाई चाहिँ यसले सजिलैसँग रोकथाम गर्न सक्छ। अब यहाँ एउटा फेरि उसमा लगाइदिनुहोस् त। कुनै कुरा बुझ्न अप्ठ्यारो भएको भए नवलपरासीलाई सोध्नु। नवलपरासी नवलपरासीका हाम्रा कृषक दाजुभाइहरूले हेर्नु भयो होला है, हेर्नु भयो होला। मैले प्रयास गरेँ अहिले डडुवा रोगमा मात्रै त्यसलाई चाहिँ मुख्य बिन्दु बनाएर मैले यहाँ पावर पोइन्टबाट चाहिँ यहाँहरूलाई चाहिँ यसो बुझाउने प्रयास गरेँ। यदि नबुझ्नु भएको केही छ भने प्रश्नहरू नोट गराइदिनु भयो भने म प्रयास गर्नेछु यहाँको उत्तर दिनलाई। नमस्कार। नमस्कार। नवलपरासीमा किसानहरूको के एउटा ट्रेन्ड पनि छ भने अत्यधिक मात्रामा यो लेबलाइटले असर गरेको अवस्थामा एन्टिबायोटिक जस्तै एन्टिमाइसिन जस्तो गान्थामाइसिन भयो त्यसपछि साइक्लोसाइक्लिनलाई 1 लिटर पानीमा 1 ग्रामको दरले लेबलाइटसँग मिक्स गरेर छरेकोमा राम्रो प्रभाव देखिएको छ। यसको कार्य गरिएको छ। यो कतिसम्म जायज हो या होइन यसको बारेमा सरले सरकार दिनुहुन अनुरोध गर्छु। अरू पनि प्रश्नहरू पाए म एकैचोटि दिने थिएँ। प्रश्नहरू छ, अरू पनि प्रश्नहरू छ भने नोट गराउनु मलाई, म क्रममा दिन्छु। एउटा कुरा म यहाँ राखौँ अहिले मैले एउटा के राखिदिन्छु भने हेर्नुहोस् है, मैले पावर पोइन्टमा देखाएँ यहाँलाई त्यो क्लियर लेखिएको थियो कि थिएन, कसो थियो सुनिन्छ? ठिक छ। अनि प्रश्न केही छ भने नवलपरासीमा के अरूले अर्को पनि केही मनमा जिज्ञासा छ भने हजुर सरले जति यहाँबाट ब्रिफिङ गरेर यहाँ सबै सुनिएको छ, जस्तो बुझिएको छ, पावर पोइन्टमा पनि देखिएको छ। अब सरकारी साथीहरूले केही प्रश्न जिज्ञासा छ भने सरलाई सोध्नु भयो भने एकैचोटि उत्तर दिनुहुन्छ। केही छ तपाईँहरूको? ल प्रशान्ति नमस्कार। मेरो के आलु लगाउँदाखेरि यो गोलो अनुभवले त्यो जिउको लागि छैन एउटा अर्को जमिनलाई पनि त्यो केही उपचार गर्न सकिन्छ। गर्व गर्ने हामी गर्वबाट धेरै प्रभावित यो जमिनको पनि त्यो माटो उपचार गऱ्यो भने त्यो कम हुन्थ्यो कि भन्ने त्यही हो। अरू केही छ कि अरू प्रश्न? विषयभित्रै पारेर गर्नु होला, रोगै सम्बन्धी। ठिक छ, हुन्छ सर, हुन्छ। साइन्स क्वेसन छैन जस्तो छ सर। अरू दुईटा जिल्लाको पनि प्रश्नहरू सबै आइसकेपछि
नमस्ते। आलुको उत्पादन घटिरहेको छ अरे। हस्, म अर्को जिल्लाको पनि प्रश्नहरू ल्याएपछि अनि एकमुष्ट सबैको जवाब दिउँला, यहाँले पनि सुन्नु होला है त। के चाहिँ के भएको? माटोकै कारणले हो कि ज्यादा चिसो भएर होला। बेडुवा हुने? ल भयो हजुर। अब हामी अर्को जिल्लामा लाग्यौँ है, भैरहवा। भैरहवा आउनु एकजना। हेलो सर। भैरवा तयरुमा केही समस्या छ, केही चाहिँ अरू जिज्ञासाहरू अहिलेको क्लासमा चाहिँ प्रश्न नगर्नेहरू केही छ भने प्रश्न राखौँ। सर नमस्कार, म रूपन्देहीबाट सर। हजुर हेलो, हजुर सुन्या छ म रूपन्देहीबाट सर। सुन्या छ। बम बहादुर चौधरी, हजुर गाविस मकरहर, हजुर वडा नम्बर 1 महिनामा सर। हजुर मेरो समस्या सर जस्तो भन्नुभयो नि सर, हजुर यो डडुवा रोगको लागि हजुर नियन्त्रण गर्नको लागि अँ, अनि जुन छ सर यो पछौटे हजुर डडुवाले धेरै हजुर समस्या ल्याउँछ सर। यसलाई रोकथाम गर्न हामीले जुन मेनको जे भन्नुभयो नि सर, हजुर, अँ, तिनीहरू जुन ब्रान्डेड कम्पनीको ओरिजिनल औषधिहरू उपलब्ध नहुनु र हामीले जुन मात्रा भन्नुभयो सर 2.5 ग्राम मेटालेक्सिस र सिरो गोल्डहरू यो प्रति लिटरमा 1.5 ग्रामको दरले यिनीहरूले ब्रान्डेड कम्पनीका जुन उपलब्ध नभएको कारण हामी धेरै मार्कामा छौँ सर। किनभने लेबलमा चाहिँ मात्रा बढी नै लेखेको हुन्छ र जुन ब्रान्डेड कम्पनीको नपाउँदाखेरि हामीले डुप्लिकेट कम्पनीहरूको के छ भन्दा एमआरपी उनीहरूले बढी लेखिदिने सर। त्यसपछि हामी एग्रोभेटमा जाँदा उनीहरूले ब्रान्डेड कम्पनीको औषधि कम राख्दैछन्, उनीहरूलाई बढी फाइदा भएकोले यसलाई नियन्त्रण गर्नको लागि सर केन्द्रबाटै पहल गरिदिए एकदम हामी किसान लाभान्वित हुन्थ्यौँ कि सर। यस सम्बन्धी गुनासो प्रश्न पारिदिनु सर। हस् ल हस्, हुन्छ। अरू केही अरू प्रश्न कसैको छ भने? अरू यो सर के चिपिया सालुमा अँ, माटोको समस्या पनि देखियो, माटोकोमा हुने सूक्ष्म गुरेको र डाँडो जस्तो पनि देखियो। ल हजुर लाइन गएको होइन भइरहेछ। आवाज क्लियर भएन सुन भन्दै हुनुहुन्छ? अरू केही छ भने? नभए 3वटा क्वेसन, अब एउटा प्रश्न राख्नु छ, एउटा छ भने नमस्कार, म सुनसरीबाट। हजुर नमस्कार, सुनसरीकालाई सर नमस्कार। नमस्कार। म यो आलुको बारेमा हजुरसँग केही सानो जिज्ञासा राख्न चाहन्छु। हाम्रो किसानहरूले आलु लगाउनु भएको छ, हामी पनि लगाएको छौँ होइन। कुनै बेला त्यो आलुको ड्याङमा
आलु फलिसकेपछि त्यो माटोहरू झरिसकेको हुन्छ अनि आलु चाहिँ बाहिर आइसकेको हुन्छ होइन। अनि त्यो पछि गएर आलु फेलेर घरमा राख्दा हरियो भएर आउँछ कि त्यो आलु खान मिल्छ कि मिल्दैन। यदि त्यसमा कुनै किसिमको विषादपन वा राम्रोपन छ भने यहाँबाट हामीले त्यो कुरा बुझौँ भनेर हजुरलाई यो प्रश्न गरेको हो। र अर्को प्रश्न के छ भने दोस्रो प्रश्न हाम्रो के छ भने आलु लगाउँदा यो धमिराहरू चाहिँ एकदम प्रशस्त मात्रामा आलुलाई खाइदिने होइन। अनि किसानहरू चाहिँ एकदम टेन्सनमा हुने त्यो धमिराको खास चाहिँ व्यवस्थापन के होला यहाँबाट मैले चाहिँ बुझ्नु। हजुर हस् यति मात्रै हो। अरू कसैको छ कि? एकछिन सर अर्को क्वेसन सर। सरलाईबाट मेरो एउटा क्वेसन जस्तो यो लेट ब्लाइटको लागि भन्नुभयो सबै अब रासायनिक विषादीहरूको नाम लिनुभयो होइन। त्यसमा त्यो दौरा रोगको लागि कुनै तरिका अथवा घरेलु विषादीहरू केही छ भने जस्तो केही छ भने त्यसको बारेमा जानकारी पाऊँ। र अर्को कुरा चाहिँ यो टिपमा चाहिँ यो लेट ब्लाइट लाग्दै नलाग्ने हो कि अब विशेष वातावरण क्रिएट गर्दा त्यो रोग लाग्न नदिने हुन्छ त्यो चाहिँ स्पष्ट हुन पायो। हजुर अब क्वेसन छ अरू छ? होइन सर यति नै सक्यो? ल भाइ ल उसो भए म क्रमशः यहाँले पनि सुन्नुहुन्छ होला। नवलपरासी भैरवा अनि सुनसरी सबैले चाहिँ लगभग 2-3वटा प्रश्नहरू राख्नु भएको छ। म यहाँहरूलाई क्रमशः यसको बारेमा केही जानकारी गराउन चाहन्छु। जस्तो नवलपरासीबाट एकजनाले सोध्नु भएको थियो हामीले त डडुवा रोगको समस्या छ, विषादी सँगसँगै एन्टिबायोटिक पनि प्रयोग गर्छौँ, राम्रो हो कि होइन भनेर चाहिँ सोध्नु भएको रहेछ। अब आजभोलि हरेक ठाउँमा अब एग्रोब्याटर उपलब्ध हुने सबैले केही न केही कुरा भन्ने पनि गरे म थाहा पाउँछु। डडुवा रोगको लागि जसरी मैले विभिन्न किसिमका उपायहरू एकीकृत रूपमा अपनाउनुपर्छ भन्ने कुरा भयो, यो दिगो रूपमा हुने कुरा हो। र अब हाम्रो प्रयास पनि मैले भने सबभन्दा उपयुक्त त डडुवा रोग सहन सक्ने अथवा डडुवा रोग अवरोधी जातै प्रयोग गर्ने हो पाएसम्म। नपाइसकेपछि अन्य उपायहरू गर्ने भयो। तर मलाई लाग्छ एन्टिबायोटिक जुन प्रयोग गर्ने भन्नुभएको छ अहिलेसम्म मैले नेपालमा मात्रै होइन कि अरू ठाउँमा पनि प्रयोग हेर्दाखेरि अरू ठाउँको अनुसन्धानको पनि हेर्दाखेरि यो थप चाहिँ खर्च पो हो कि जस्तो लाग्छ एन्टिबायोटिकको प्रयोग चाहिँ। तर उपयुक्त विषादी प्रयोग गर्नु भने चाहिँ पर्छ। जस्तो मैले भने कि हिजो आज त्यो मेटालेक्सिलले काम नगरेको कुरा त्यसको सट्टा अर्को विषादी सेक्टिन अथवा एक्रोब्याट प्रयोग गर्ने कुराहरू राखेँ मैले। म्याङ्कोजेबले पनि काम गर्छ। तर एउटा धारणा बदल्न पर्ने कुरा के भयो भने ढुसीले पनि आफ्नो प्रजातिहरू केही बदलेको अवस्था भएको हुनाले यो क्लिनोक्सिल गोल्डले काम नगर्न सक्छ। त्यसैले यी दुईवटा नयाँ विषादीहरू प्रयोग गर्नुहोस् भन्ने मेरो चाहिँ सल्लाह हो। एन्टिबायोटिकहरू कुरामा चाहिँ मलाई लाग्छ थप हामीले चाहिँ गरेको राम्रो र नराम्रो बिचमा हुनसक्छ। यहाँले गरेको अनुभवलाई फेरि हामीले अनुसन्धानले पुष्टि गर्नु पर्ला कतिको काम गर्दो रहेछ। जति हामी लगानी लाग्छौँ त्यो अनुसारको आम्दानी हुने हो कि होइन त्यसमा विश्लेषण गर्नु पर्ला। अनि अर्को एउटा प्रश्न गर्नुभएको थियो बिउबाट सर्ने छ भने बिउ उपचार गर्ने, जमिन उपचार गरेपछि पो त अलिकति केही रोकथाम होला भन्ने कुरा राख्नु भएको थियो यहाँ। अब एउटा सबभन्दा दिगो रूपमा हामीले हेर्ने हो भने जसरी बिउबाट रोग सर्छ भन्ने कुराहरू भयो, रोगी बिउ त लगाउनु भएन। अब रोगी बिउ लगाउने होइन भने प्राय के भन्छ भने आलुमा डडुवा रोग लागेको छ भने त्यो बिउ दानाको बाहिरी भागबाट नै जो हामी भण्डारण गर्छौँ त्योभन्दा अगाडि नै हामीले चाहिँ थाहा पाउन सक्छौँ। त्यस्ता थाहा पाएपछि रोगी दानाहरू बिउको लागि पटक्कै प्रयोगै नगर्ने। यदि प्रयोग पनि भइसक्यो अब अझ आउन सक्छ भन्ने अवस्थामा त
यही जुन चाहिँ मैले यो भनौँ न मेटालेक्सिलयुक्त अथवा सेक्टिन यी विषादीहरूले पनि बिउ उपचार गरेर रोपियो भने त्यसको शङ्का पनि निवारण गर्न सकिन्छ। सामान्यतया बिउ राख्ने बेलामै यो ढुसी लागेका दानाहरूलाई हामीले हटायौँ भने त्यो त्यति समस्या पर्दैन। रहेको कुरा जमिनको उपचारको, जमिन उपचारमा सजिलो पद्धति के हो भने 1 वर्ष बिराएर कमसेकम पनि 1 वर्ष बिराउनु भयो भने अर्को नयाँमा जान्छ। र यदि धान र आलुको त्यो चाहिँ बाली चक्र अपनाउनु भएको छ भने प्राय धान खेतपछि आलु खेती गरिएको छ भने त्यो विभिन्न 2 किसिमका बेग्लै बाली भएको हुनाले यो फाइटोप्थोराको सङ्क्रमण माटोबाट यसमा चाहिँ हुन पाउँदैन। बाहिरी वातावरण जेसुकै भए पनि माटोमा चाहिँ त्यो धानको कारणले गर्दाखेरि जुन उस्पोर भनेर राखेका थियौँ त्यो कुरो त्यहाँ मरिसकेका हुन्छ। त्यसै कारणले यसलाई बेग्लै चाहिँ उपचार गरिराख्नु पर्दैन। अर्को उत्पादन घट्दै गएको, यो राम्रो प्रश्न गर्नुभयो यहाँ। अहिले हामीले चाहिँ डडुवा रोगको लागि भनेर चाहिँ हामी आज छलफलको विषय राख्यौँ, तर क्रमशः चाहिँ उत्पादन घट्दै गऱ्यो भन्दाखेरि कतिपय चाहिँ नि माटोमा हुने खाद्य तत्त्वको कमी हुँदै गर्दाको कारणले घट्दै गयो होला, एउटा पार्ट त्यो। अर्को हामीले आलुको बिउहरू कयौँ वर्षदेखि एउटै आलुको बिउ लगाइराख्यौँ त्यही दोहोऱ्याइराख्यौँ भने तराई जस्तो भागमा त्यो लाई किराको सङ्क्रमण पनि प्रशस्त हुन्छ। भन्दाखेरि लाई किराले सार्ने जुन भाइरस हुन्छ, हाम्रो यहाँ नेपालमा 6 किसिमका भाइरसहरू चाहिँ भन्ने के अरे रिपोर्टहरू पाइएको छ। त्यसमध्येमा केही भाइरसहरू यो लाई किराले सार्छ गर्दाखेरि एउटा भाइरसको बोट थियो, त्यसबाट चाहिँ चुस्यो, फेरि अर्कोमा सार्दै गऱ्यो, फेरि अर्को साल चाहिँ त्यही लगायौँ हामीले गर्दाखेरि क्रमशः उत्पादन घट्दै जान्छ। त्यही कारणले गर्दाखेरि अब हरेक चाहिँ 5-6 वर्षमा नयाँ चाहिँ पुस्ताको चाहिँ आलुको बिउहरू रोप्ने गऱ्यौँ भने त्यसबाट मुक्ति हुन्छ। र भाइरसको कारणले क्रमशः उत्पादकत्व चाहिँ घटाउँदै लान्छ। हामीले ताजा बिउ चाहिँ पाउने प्रयास गर्नुपर्छ। हाम्रो सरकारी तर्फबाट पनि बिउ उत्पादन गर्ने राम्रो कार्यक्रम बनाएर बिउलाई चाहिँ त्यसलाई नयाँ बदल्ने चाहिँ काम क्रमशः लगाउँदै जानुपर्छ। यसको उपाय यही हो। अब यो अर्को एकजनाले सोध्नु भएको थियो डडुवा हुने चाहिँ कारण के हो भन्ने जस्तो लागेको थियो र प्रश्न सोध्नु भएको थियो। डडुवा हुने कारण हेर्नुहोस् है, डडुवा हुने कारण त हामीले चाहिँ त्यहाँ यो पावर पोइन्टमा स्लाइडमा प्रष्ट देख्नुभयो होला। यो त ढुसीको कारणले हुँदो रहेछ। कारण ढुसी, तर त्यो ढुसीलाई उपयुक्त वातावरण। हेर्नुहोस् है, 2टा महत्त्वपूर्ण कुराहरू छन्। हामीले पहिलो प्रथम त ढुसी नभएकै बिरुवा लगाउने, अनि वातावरण छल्ने गरी लगाउने, अनि वातावरणै छल्ने केही अनि भेटाएसम्म आलुका ती चाहिँ जातहरूमध्ये कम रोग लाग्ने जातहरू छन् भने छानेर त्यो जातहरूको चाहिँ प्रयोग गर्ने। यी सबैबाट पनि भएन भने कारण त तपाईँको त ढुसी नै भयो। त्यसलाई रोकथाम गर्ने उपायहरूमध्ये उपयुक्त विषादी हामीले जसरी भने जस्तै हामीले छलफलमा अघि नै गरे जस्तै विषादीको मात्रा मिलाएर हामीले प्रयोग गऱ्यौँ भने डडुवा रोग रोकथाम हुनसक्छ। यदि यहाँहरूलाई नवलपरासीका 4वटा जिज्ञासाहरू थिए। अब म भैरवाको जिज्ञासा तब लाग्छु। त्यसमा चाहिँ 2टा जिज्ञासाहरू चाहिँ यहाँले राख्नु भएको थियो। अब डडुवा रोग नियन्त्रण गर्ने अनि समस्याको रोकथाम कसरी गर्ने, गुणस्तरको विषादीको बारेमा गर्नुभयो। अनि गुणस्तर विषादी नआएपछि के गर्ने भन्ने खालको निकै महत्त्वपूर्ण कुरा राख्नुभएको थियो कृषकले भोगिराखेको कुरा। अब प्रविधिका दृष्टिकोणले जसरी हामीले छलफल गरिसक्यौँ त्यो भयो। उहाँले एउटा राम्रो कुरा के गर्नुभयो भने यो लेट ब्लाइटको रोकथाम चाहिँ गर्ने समस्या हो भन्दाखेरि एउटा हामीले बुझ्नुपर्ने कुरा के भयो भने सबै कुराहरू चाहिँ त्यही चाहिँ विषादीमा ल्याएर छोड्नु भएन। यसमा चाहिँ एकीकृत रूपमा जुन रोकथाम गर्ने व्यवस्थापन भनिन्छ, राम्रो बिउ प्रयोग गर्ने, अनि समय छलाएर पनि चाहिँ रोक्न सकिँदो रहेछ, पातलो ठिक गरेर रोप्ने, मलखादको मात्रा ठिक प्रयोग गर्ने, पानी धेरै जम्न नदिने, सिँचाइ गर्नु छ भनेर पछिसम्म पनि गरी नराख्ने, यी सबै वातावरण मिलाएर अब रहेको कुरो विषादी। यहाँ विषादीहरू प्रायः चाहिँ ठगिएको कुरा यहाँले भन्नुभयो। हामीले पनि त्यो कुरा चाहिँ थाहा पाएर अनुसन्धान सञ्चालन गऱ्यौँ। विगत 4-5 वर्षमा यो क्रिनोक्सिल गोल्ड भनेर विषादी छ, यो खास गरी डडुवा रोगमा प्रयोग गर्ने। त्यसमा चाहिँ नि त्यो मेटालेक्सिल चाहिँ नि 8% र म्याङ्कोजेब 62%।
भएको भनेको छ कम्पनीले। मेटालेक्सिल आफै ज्यादै महँगो, अनि म्याङ्गो त सस्तो छ 300 रुपियाँ किलो, गर्दाखेरि त्यसले बेच्ने हो त 1500-1600 रुपियाँ किलो बेच्ने भनिसकेपछि त्यहाँनिर त्यो मेटालेक्सको मात्रा चाहिँ कम पनि भएको छ कि भनेर हेऱ्यौँ हामीले। एउटा त्यो पार्ट हुँदो रहेछ। अनुसन्धान गर्दै गर्दै जाँदाखेरि अर्को पनि के आइपुग्यो भन्नुहुन्छ भने ढुसी आफै पनि चाहिँ यो विषादी सहन सक्ने प्रजातिको विकास भएछ, अनि त्यसले सहन सक्ने भएर पनि यो रोकथाम गर्न नसकेको होला भन्ने कुरो आयो। अब रहेको कुरो ठिकै भन्नुभएको छ, गुणस्तर एक त विषादीको गुणस्तर पनि नहुन सक्छ, अर्को कृषकले तुरुन्तै गर्न सक्ने काम पनि गर्नुपर्छ। कहिलेकाहीँ त्यो लेभल हेरेर यो विषादीको यो एक्सपाइरी डेट कति छ भनेर हेर्नुपर्छ। कहिलेकाहीँ बजारमा चाहिँ एक्सपाइरी डेट भएका विषादीहरू पनि चाहिँ बिक्री उसले पनि काम नगरेको हुनसक्छ। त्यसरी अब हाम्रो अलिकतिको सिफारिस के भयो त भने जहाँ क्रिनोक्सिल गोल्डले प्रयोग गर्दा पनि डडुवा रोगको व्यवस्थापन हुन सकेका छैन भने त्यसको सट्टा एक्रोब्याट वा सेक्टिन जसरी हामी छलफल गऱ्यौँ त्यो प्रयोग गर्नु होला, त्यसबाट त्यो हुन्छ। रहेको कुरो गुणको कुरा राम्रो भन्नुभएको छ। कम्पनी ब्रान्ड चाहिँ एउटा हुन्छ, अर्कोले धेरै ल्याएर आफ्ना प्याकिङहरू बनाएर दिएको हुन्छ, अनि त्यहाँ गुणस्तर घट्न सक्ने सम्भावना बढी छ। त्यसैले हामीहरू सबै मिलेर त्यो कम्पनी ब्रान्डकै र त्यसलाई चाहिँ नि यसमा भएको विषादीपन चाहिँ छ कि छैन भनेर सरकारी स्तरबाट चाहिँ जाँचेर अनि यसको गुणस्तर के छ भनेर गर्न सकियो र गुणस्तरहीन विषादीलाई चाहिँ हामीले बन्द गर्न सक्यो भने किसानलाई बडो राम्रो हुनेछ। यो सही प्रश्न पनि हो, हामी आफ्नो ठाउँबाट यसो गर्न सक्छौँ। र अब अहिले हामीले भर्खरै सजिलैसँग यो विषादीहरूको मात्रा नाप्ने पनि अब हामीले प्रयोगशालामा गर्न सक्यौँ भने यो एकै राम्रो हुन लाग्छ। र रहेको कुरो कानुनी नियन्त्रणको लागि चाहिँ जब हामी गुणस्तर नाप्न सक्छौँ त्यसको आधारमा हामीले नियन्त्रण गर्ने नियमहरू पनि चाहिँ त्यसभित्र छ। यसमा चाहिँ गुणस्तर पञ्जीकरण गर्ने नाप्ने पनि कृषि विभाग अन्तर्गत चाहिँ छँदैछ। त्यसमा पनि सम्पर्क राख्नु होला यहाँहरूले। अर्को एउटा प्रश्न सोध्नु भएको थियो टिपिएसको लागि माटो। प्रश्न मैले क्लियर त भएन, तर टिपिएसको सन्दर्भमा बेग्लै हाम्रो अर्को कक्षा पनि सञ्चालन हुने भएको हुनाले त्यसमा चाहिँ नि विस्तृत रूपमा हामीले चाहिँ छलफल गर्नेछौँ बिहाको हकमा। यतातिर अब अर्को प्रश्नतिर लागेँ म। सुनसरीको हाम्रो नाप्रा साथीहरूले राख्नु भएको छ यहाँ ड्याङमा चाहिँ आलु लगाएको, आलु बढ्दै गयो, बाहिर त्यहाँनिर आयो, त्यसपछि हरियो भयो, खान मिल्ने कि नमिल्ने भन्नुभएको छ। त्यो सही व्यावहारिक चाहिने प्रश्न र परिआउने कुराहरू हो। आलुमा हेर्नुहोस् चाहिँ सोलानिन मात्रा हुन्छ, त्यसैको कारणले सोलानिन भने बुझिहाल्नुभयो, भएको केमिकल सूर्यको प्रकाशको कारणले डेभलप भएर हरियोपना आउँछ। यो चाहिँ वास्तवमा टक्सिक हो, यो चाहिँ खान हुँदैन। तर एउटा व्यवहारिक पक्ष भने के देखियो भने प्राय अनुसन्धान गरेर धेरैजसो ठाउँले के भन्यो भने तपाईँको आलु भरसक भण्डारण गर्ने बेलामा डाइरेक्ट उसमा त नराख्नु, बाहिर परिहाल्यो तपाईँ किनेर लगेको आलुमा अथवा चाहिँ भएको आलु खाने कि नखाने भन्ने सन्दर्भमा अलि बाक्लो गरी हरियो भाग चाहिँ ताछेर बाहिर फाल्यौँ भने त्यो टक्सिन भएको मात्र हामी फाल्छौँ र यो चाहिँ खान सकिन्छ। तर यसको लागि चाहिँ हामीले यो वास्तवमा आलुको नराम्रो मध्य पक्षमध्ये एउटा हो, तर सजिलो उपाय छ। हामीले प्रकाशबाट हटाएर अँध्यारोमा अथवा चाहिँ सामान्य उसमा राख्यौँ भने त्यो समस्या हुँदैन। र यदि कृषकको यो आलु उत्पादन गर्ने प्रविधिमा आलुको दाना छोप्नुपर्छ भनेर छोप्यौँ भने त्यहीँनिर हरियो हुन पाउँदैन। गर्दाखेरि यी तरिका अप्नाएपछि हामीले सजिलैसँग त्यसको व्यवस्थापन गर्न चाहिँ सक्छौँ। अर्को कुरा यहाँहरूलाई चाहिँ खुल्दुली लागेछ, मैले त डडुवा रोगको मात्रै कुराकानी गरेँ, आज यो धमिराको कुरो आएन भन्नुभयो। यो धमिराको समस्या समाधानको लागि फेरि हाम्रो यो कार्यक्रममा यो बेग्लै आलुमा लाग्ने किराहरू जस्तो रातो कमिला भयो, कुम्रे लाग्छ है, त्यसपछि चाहिँ यो आलुमा लाग्ने पुतली लाग्छ, ती सबैको लागि बेग्लै छलफल गर्नेछौँ। अहिलेलाई अब तपाईँको धमिरा माटोमा बस्ने किराहरूको लागि विभिन्न विषादीहरू चाहिँ छन्, तर तीमध्ये फेरि छानेर जसको चाहिँ हामीलाई चाहिँ टक्सिक इफेक्ट कम हुन्छ त्यस्ता खालका विषादी मात्रै छान्ने। तर माटोमा प्रयोग गर्ने विषादीमध्ये अहिले क्लोरिपाइरिफस नामक विषादीले माटोमा बस्ने किराहरूलाई रोकथाम गर्छ। तीमध्ये केही मात्रा मिलाएर
हामीले रोकथाम गर्न सक्छौँ। यसमा बेग्लै हामी छलफल गरौँला। अर्को एउटा राम्रो प्रश्न गर्नुभएको छ यो सुनसरीबाट, यो डढुवा रोगको लागि कुनै घरयासी बोटानिकल एक्सट्र्याक्ट बायोलोजिकल एजेन्ट केहीबाट गर्न पाए विषादीबाट मुक्ति पाइन्थ्यो कि भनेर राम्रो प्रश्न राख्नु भएको छ। यसमा केही हामीले अनुसन्धानका कुराहरू पनि हेर्न पाउँछौँ। व्यवहारिक पक्ष कति छ भनेर हामीले यसो हेर्दै गऱ्यौँ। कहिले तितेपातीको झोल निकाल्यौँ, कहिले चाहिँ असुरोको चाहिँ निकाल्यौँ। हिजो आज चाहिँ जीवातुको कुरो पनि चलिरहेको छ, डढुवा नियन्त्रण गर्छ भनेर। यी सबै परीक्षण गर्दाखेरि हामीले के पायौँ भने जस्तो हामीले यसको लक्षण र महामारीको कुराकानी गऱ्यौँ। जब रोग लागेपछि 7 दिनमा पनि सफा पार्न सक्छ, भनिसकेपछि किसानले त्यो बारेमा चाहिँ गर्न पनि सक्दैन। हामीले फेरि त्यसलाई परीक्षण गर्दाखेरि अहिलेसम्म प्रभावकारी रूपमा यही बोटानिकल एक्सट्र्याक्ट अथवा यो ट्राइकोडर्मा अरू प्रयोग गरेर डढुवा रोग नियन्त्रण हुन्छ भनेर किसानहरूलाई सिफारिस गर्ने अवस्थामा आइपुगेका छैनौँ। तर यसलाई अझ अनुसन्धान गरेर त्यो चाहिँ गर्न सक्यौँ भने रोग नलाग्ने जात विकास गर्नै परे चाहिँ यो विषादी रहित त्यो बायोलोजिकल कन्ट्रोल गर्न पायौँ भने त आउँदा दिनको यो प्राङ्गारिक क्षेत्रमा यसले महत्त्वपूर्ण योगदान दिनेछ। यति भन्दै मैले यहाँहरू सबैको जिज्ञासा कति पुरा गर्न सकेँ अथवा सकिनँ। फेरि सम्पर्क गर्नु पर्यो भने हाम्रो राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रममा फोन गरेर मोबाइलबाट कुनैबाट पनि यहाँहरूको चाहिँ जिज्ञासाहरू हाम्रो अरू बेलामा पनि हामी सम्पर्कमा रहनेछौँ र प्रविधिको विषयमा यहाँहरूको समस्यामा जाने जति हामीले चाहिँ समाधानको उपायहरू पत्ता लगाए जति हामी यहाँसँग साझेदारी गर्नेछौँ। यति भन्दै म सानो आयस्पत्रको क्लास चाहिँ अन्त्य गर्छु र यो सम्पर्क यहाँहरूले बनाइराख्नलाई चाहनुहुन्छ भने अफिसको कृषि डायरीमा हाम्रो नम्बर छ, आलु अनुसन्धानका राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमको, त्यसमा सम्पर्क गर्नुभयो भने राम्रो होला। नमस्कार, धन्यवाद। ल भन्नुहोस्। हजुर कसरी आउँदैन? मैले हजुरलाई एउटा एन्टिबायोटिकको सोधेन ठिकै छ बोला दिन के भन्नु त मेटालेक्सिन र एन्टिबायोटिक के भन्नु त? हाम्रो दुईजना किसान यहाँ अहिले पनि हुनुहुन्छ, अलरेडी पिपिएस गरिराख्नु भएको छ होइन हाम्रो बिउ उत्पादन प्रोग्राममा छन्। उहाँको यो लेट ब्लाइटले गर्दाखेरि करिब हाम्रो आलु 10-15% जति ड्यामेज भइसकेको अवस्था थियो। त्यसमा अरूलाई एग्रिमाइसिन र मेटाले त्योभन्दा अगाडि 1 दिन अगाडि हामीले 1:10 को रेसियोमा 5 दुधको प्रयोग गरेर फर्म लगाएका थियौँ। त्यसको रिजल्ट असाध्यै राम्रो आयो। हाम्रो प्रधानको जगन्नाथ केन्द्र यहीँ हुनुहुन्छ उहाँहरू होइन। हजुरहरूले यसलाई चाहिँ जुन यो कस्टम छ नि यो तरिका छ जसरी बढ्छ यो आलु, यसलाई हामीले कति भन्नुपर्दा यो आम रूपमा किसानहरूको समक्षमा लान सकिन्छ सकिँदैन एक कुरा। अर्को कुरो दुधको बजारमा यसलाई प्रमाणीकरण त कम्ती भएको छैन। एक गिलास लगाएर 10 गिलास पानी त्यो त भयो। कतिपटक छरे? एक पटक मात्रै छर्न लगाएको त्यो। अनि एन्टिबायोटिक कति छर्नु त? अर्को एकचोटि 10 दिनको फरकमा अर्को एकपटक अनि त्यसपछि स्टप गर्ने भनिदिन्छ। दुईपटक त्यो छर्नुभयो। अनि यो एन्टिबायोटिक कतिपटक छर्नुभयो? 2 पटक छर्ने भनेको 10 दिनको फरकमा। यसो गरौँला, यो यहाँहरूले चाहिँ गरेको अनुसन्धान चाहिँ राम्रै होला है। हामीले अहिलेसम्म यो हामीले गरेका छैनौँ है। अब हामीले चाहिँ आउँदा दिनहरूमा तपाईँहरूको यो टेस्टलाई बाकाइदा वैज्ञानिक तरिकाले यसलाई भेरिफाई गर्नलाई हामीले परीक्षण सञ्चालन गर्छौँ।
त्यसपछिको नतिजा नै सबै कृषकहरूलाई सँग चाहिँ हामीले सेयर गरौँला। हस् है त? थ्याङ्क यू हस् थ्याङ्क यू हस् त, हस्, नमस्कार। सक्यो अब। भिडियो अन गर, अब सरले बाहिर मैले भनिसकेँ नि। उनीहरूले अन गरेर सरलाई मिलाइदिनु पर्यो नि त। यो लो के लो गर्नु धन्यवाद दिउँ हामीले पनि ल यहाँबाट ल सर धन्यवाद छ। अब मेरो कुरा सुनिनु हो है। हुन्छ त हस् हस्, नमस्कार। ल सर धन्यवाद पुनः ल अनि प्रेजेन्टेसन त सबै मजाले सुन्नु। भैरवासँग कुरा यही बाङ्गी बजेको भैरवा, नमस्कार। कस्तो लाग्यो अब यो अहिलेको सबैजनालाई हो पावर पोइन्टमा यहाँहरूले राम्ररी देख्न पाउनुभयो, बुझ्न पाउनुभयो कि भएन? एकदम राम्रो भएछ, एकदम राम्रो भएछ। यो सिस्टम राम्रो लाग्यो, हामी सबैले चाहिँ महसुस गऱ्यौँ। नवलपरासी बोलिरहेको छ रोगका लक्षणहरू कतिको क्लियर भयो? ठिक छ सर, हजुरले दिनुभएको चाहिँ क्लियर छ। अब यही क्रस क्वेसन पनि चाहिँ गर्नु त हुँदैन, त्यसले गर्दाखेरि अलिकति आइहाल्यो कुरा सोधिहाल्न पाइन्थ्यो भन्ने कुरा हो। अब त्यो चाहिँ गर्नु नपाउँदाखेरि कता कता त्यो बिर्सिँदा पनि सबैले पछि यही सोध्न बिर्सिहाल्छ भन्ने कुरा चाहिँ हुँदो रहेछ। हो, नजिकमा भइरहेको त्यो पनि पाइन्थ्यो। फेरि 3 ठाउँको एकैचोटि पर्यो, त्यस कारणले पनि समय यताउति पर्यो। हजुर सर। ल हस् त, आलुको चाहिँ रोग चाहिँ डडुवा रोग राम्ररी नियन्त्रण गरौँ, नजाने कुरा फेरि पुनः सोधौँला। हुन्छ सर।